हेलो भ्युअर्स, तपाईहरुलाई फेरि पनि मेरो हस्टेल लाइफमा स्वागत गरे है। र एज युजुअल हस्टेल लाइफमा सधैं त्यही रुटिन नै हुन्छ है। तर पनि भिडियो बनाए। आज चाहिँ अलिक ढिलो उठेको छु म, किनभने यो नाम मिस हुनुहुन्छ है। अलरेडी उहाँले गराउनु हुँदैछ नानीहरुलाई एक्सरसाइज, र मलाई चाहिँ सन्चो पनि थिएन नि त। त्यही भएर चाहिँ म आज अलिक ढिलो उठे र पानीहरु पिएर ओरेर चाहिँ एक्सरसाइज गर्नको लागि म रेडी हुँदै थिए है। र तपाईले देख्न सक्नुहुनेछ यो नाम मिसले अलरेडी गराउनु हुँदै थियो नानीहरुलाई योगा एक्सरसाइज है। उनीहरुले मजाले गरिरहेका थिए, म्यामले मजाले पनि गराउनुहुन्छ। मलाई चाहिँ ढिलो भइसकेको थियो है। उब्रेको पानी गटगट पारेर चाहिँ योगाको लागि एक्सरसाइजको लागि रेडी भए र जानको लागि एकदमै रेडी भए र म चाहिँ नानीहरु भएको ठाउँमा गए है। र तपाईले देख्न सक्नुहुन्छ है, आज दिन एकदमै धुम्म भइरहेको थियो नि त। पानी पर्ला जस्तो भइरहेको थियो, तर पनि हामीले एक्सरसाइज गर्यौं। नानीहरुले पनि मजाले गर्दै थिए र तपाईहरुलाई अलिकति स्कुलको नजारा पनि देखाइहाले है। र दिन चाहिँ भन्नु पर्दाखेरि आज खराबै थियो। यहाँ जाँदाखेरि चाहिँ म्यामले अलरेडी गराउनु हुँदै थियो है नानीहरुलाई एक्सरसाइज। अनि नानीहरुसँग मैले पनि योगा गरे है, एक्सरसाइज गरे। त्यसदेखि चाहिँ यसो भिडियो बनाउन मैले पनि गरेको भनेर आफैले गरेको पनि भिडियो अलिकति बनाइहाले है। र मेरो खासै भिडियो चाहिँ राम्रो भएको छैन, किन भन्दाखेरि अलिकति भिडियो गर्न आफै सेल्फ भिडियो गर्न चाहिँ अलिकति प्रब्लम हुँदो रहेछ नि त। यो पनि मैले दुःखले गरेको र नानीहरुसँग एकछिन एक्सरसाइज गरे ओरे हैन। अन्त म्यामले चाहिँ सिकाइराख्नु भएको थियो नानीहरुलाई, मैले पनि गरि नै रहेको थिएँ बेला बेला भिडियो रेकर्ड गर्दै। हाम्रो चाहिँ हस्टेलमा एज युजुअल यसरी नै मजा आउँदैछ। अन्त बानी पनि भयो है। र यसरी चाहिँ के सकिन्छ भन्दाखेरि चाहिँ हाम्रो मर्निङ एक्सरसाइज पनि सकिन्छ है, मर्निङको रुटिन पनि सकिन्छ। त्यहाँदेखि म गएर चाहिँ के गर्छु, पूजा पाठ गर्छु फ्रेस भएर। बाई बाई गाइस।